हेलो सबैजना साथीहरूलाई सम्पूर्णमा नमस्कार। म सन्दीप धवल, प्रोभिन्स एलुमनी नेटवर्कको चाहिँ कार्यक्रम संयोजक। सो आज साथीहरू म तपाईँहरूलाई प्री डिप्लोमा अग्रिम अब आउने पास आउट भएको एसएससी विद्यार्थीहरू उहाँहरूले अब आउने औद्योगिक प्रशिक्षार्थी बन्नका लागि अथवा एप्रेन्टिससिप कोर्स पढ्नको लागि एउटा फर्म भर्नुपर्ने रहेछ। म त्यसको सम्बन्धमा तपाईँहरूलाई जानकारी गराउन चाहन्छु र अर्को एलुमनी नेटवर्कको सबै भाइ बहिनीहरूलाई उहाँहरूलाई एउटा फर्म भरिदिनुको लागि निमित्त म उहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। सर्वप्रथम उहाँहरूले यो फर्म अहिले पास आउट भएको आफ्नो विद्यालयको आफ्नो छर छिमेकका जति पनि एसई पास गरेका विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूलाई हजुरहरूले कम्तीमा एकजना एलुमनी नेटवर्कले 5 जना साथीहरूको फर्म भरिदिनु भयो भने उहाँहरूको एउटा के अरे मूल्याङ्कन फारम यो हो अथवा सर्वे फारम प्री डिप्लोमा पढ्ने विद्यार्थीहरू कतिको रहेछन् भन्ने कुरा चाहिँ एउटा एभ्यालुएसन हुनेछ। त्यसको निमित्त सर्वप्रथम तपाईँहरूले के गर्नु पर्यो भन्दाखेरि कम्प्युटर होस् ल्यापटप जुनसुकैबाट तपाईँहरूले एउटा ब्राउजरमा जानु होला। ब्राउजर त्यो क्रोम ब्राउजर हुन सक्यो, फायरफक्स पनि हुन सक्यो। ब्राउजरमा गइसकेपछि तपाईँहरूले के टाइप गर्नुपर्छ भन्दाखेरि www.rci.org.np यति टाइप गरिसकेपछि तपाईँहरूले इन्टर थिच्नु होला। इन्टर थिच्नुभयो भने यस्तै रूपन्देही उद्योग सङ्घको एउटा वेबसाइट खुल्नेछ जसमा तपाईँहरूले सजिलै यसमा फर्म भर्न सक्नुहुन्छ। अलिकति स्क्रोल गर्नुभयो भने तपाईँहरूले देख्नुहुन्छ प्रविधिक ज्ञान र सिप युवा रोजगारीको नयाँ गन्तव्य। तपाईँ जो पनि प्रविधिक ज्ञान लिन चाहनुहुन्छ, प्रविधिक पढ्न चाहनुहुन्छ उहाँले यो फर्म अनिवार्य भर्नुपर्छ। त्यसै गरेर यहाँ रिड मोर भन्ने बटन छ। म एकचोटि फेरि पनि देखाइदिउँ। यहाँ गन्तव्यको ठाउँमा यहाँ साइडमा तपाईँहरूले हेर्नुहुन्छ होइन, एउटा ब्लिङ्क गरिरहेको छ, त्यो होइन, त्योभन्दा तल यहाँ रिड मोर भन्ने बटन छ, त्यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ पहेँलो कलरमा विभिन्न कुराहरू लेखिएको छ र स्किल डेभलपमेन्ट एसडियु भन्ने छ है। यसले के भनिरहेको छ भन्दाखेरि अब कतिजना जनशक्तिहरू अथवा अग्रिम कतिजना व्यक्तिहरू पढ्न चाहनु भएको छ भने त्यो डाटा यहाँ सङ्कलन गर्नुपर्छ। अब सुरुमा हामीले यहाँ रनिङ प्रोग्राम भन्ने छ लास्टतिर पहेँलो कलरमा, यहाँ 5 वटाको लास्टतिर हेर्नुभयो भने यहाँ रनिङ प्रोग्राम छ, त्यसमा ट्याप गर्नु पर्यो। त्यसमा ट्याप गर्ने बित्तिकै हजुरहरूको फेरि दुईटा चाहिँ मोड्युलमा यहाँ चाहिँ ब्लिङ्क गरिरहेछ। एउटा चाहिँ रेडमा छ, एउटा ब्लूमा छ है। अब यहाँ रेडमा हेर्नुभयो भने के लेखेछ भने 24 मन्थ ड्युल भेट एप्रेन्टिससिप प्रोग्राम। यहाँ 24 महिने जुन अहिले एप्रेन्टिससिप प्रोग्राम हो त्यो सबैको ट्रेडहरू यहाँ देख्न सक्नुहुन्छ। यसको निमित्त हजुरहरूले यहाँ क्लिक गरिदिनु पर्यो। यहाँ यसरी क्लिक गर्नुभयो भने यहाँ तलतिर स्क्रोल गर्नुपर्छ। हल्का स्क्रोल गरिसकेपछि तपाईँ हेर्न सक्नुहुन्छ यहाँ लुम्बिनी प्रदेशमा यहाँ सबै लुम्बिनी प्रोभिन्सको मात्रै देखिन्छ है साथीहरू। तपाईँहरूले यहाँ जस्तै इन्फर्मेसन टेक्नोलोजी, मेकानिकल, अनि प्री डिप्लोमा इन होटल म्यानेजमेन्ट, अनि त्यसै गरी सिभिल इन्जिनियरिङ इन बिल्डिङ कन्स्ट्रक्सन, त्यसै गरी अर्ली चाइल्डहुड, अनि त्यसै गरी यहाँ रहेको छ अटोमोबाइल अनि इलेक्ट्रिकल इन्जिनियरिङ। यसरी गरेर तपाईँहरू कुन विधामा पढ्न चाहनुभएको छ अथवा पास आउट भएको व्यक्तिले कुन क्षेत्रमा पढ्न खोजिरहेको छ उसको फर्म हजुरहरूले भरिदिनु पर्यो। अब फर्म भर्नको लागि के गर्नु पर्यो? अब सर्वप्रथम मैले यहाँ प्री डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी मेकानिकलको छ अनि डिप्लोमा इन होटल म्यानेजमेन्टको छ। सर्वप्रथम मैले यहाँ सिभिलको यहाँ भनिदिन्छु। सबैको प्रक्रिया उस्तै हो। हजुरहरूले यहाँ क्लिक गर्नुपर्छ। क्लिक गर्ने बित्तिकै हजुरहरूलाई यसको अलि मेन प्रोफाइल खुल्ने छ जसमा यहाँ एउटा गोलोमा एप्लाई नाउ भन्ने लेखिरहेको छ है। साइडमा हेर्नुभयो भने यहाँ एप्लाई नाउ भन्ने छ, यहाँ क्लिक गर्नु पर्यो। क्लिक गरिसकेपछि सर्वप्रथम हेर्न सक्नुहुन्छ यहाँ प्री डिप्लोमा इन बिल्डिङ कन्स्ट्रक्सन भन्ने अलरेडी आइरहेको हुन्छ। यसलाई हामी चेन्ज गर्न पाउँदैनौँ किनभने त्यसै क्षेत्रमा अलरेडी हामी क्लिक गरेर आएका छौँ। अब यहाँ सुरुमा के गर्नु पर्यो भने तपाईँको नाम, तपाईँभन्दा जसले पढ्न चाहनुभएछ त्यो व्यक्तिको नाम तपाईँले यहाँ राखिदिनु पर्यो अथवा उसलाई भर्न सिकाइदिनु पर्यो अथवा आफै भरिदिनु पर्यो। अब जस्तै मैले आफ्नो भरिदिइरहेछु होइन, सन्दीप धवल लेखिदिन्छु। कास्ट मैले यहाँ जनजाति राखिदिएँ। नागरिकता नम्बर 1 2 3 4 5 6 7 8 जोसुकै राखिदिए हुन्छ, जे हुन्छ नागरिकता सिटिजनसिप नम्बर। लिङ्गमा मैले मेल छाने। डेट अफ बर्थमा छ तपाईँहरूले 26 छ, यो छान्न सक्नुहुन्छ है। तपाईँहरूले यहाँ क्लिक गरिसकेपछि यहाँ छ नि यहाँ 27 28 29 यहाँ 25 24 19 मैले यहाँ सुरुमा 1990 जस्तो 2005 चुज गरेँ अहिले। अनि 2000 अक्टोबर हेर्नुभयो, अक्टोबर 2005 भन्ने आइसक्यो है। अब यसको लागि
अक्टोबर 2005 यति क्लियर गरिसकेपछि यहाँ हेर्नुभयो भने 28 अक्टोबर 2005 भन्ने आइसकेछ। यति क्लिक गरिसकेपछि कन्ट्याक्ट नम्बर यहाँ माग्छ, तपाईँले कन्ट्याक्ट नम्बर दिनु होला। कन्ट्याक्ट नम्बर दिनु होला। इमेल नम्बर तपाईँहरूले जुनसुकै रेन्डमली जस्तै उहाँको एक्ज्याक्ट इमेल नम्बर दिनु होला। अब जस्तै मैले मेरो एउटा मानिदिनु double_sandeep@gmail.com जस्ट मेरो होइन, तर पनि मैले यसरी जीमेल राख्नु होला शुद्धसँग सबै स्मल लेटरमा। त्यसै गरी यहाँ टेम्पोरेरी एड्रेस मैले जस्तै टेम्पोरेरी राखिदिएँ, जस्ट भैरवा 13 शान्तिनगर मेरो टेम्पोरेरी हो। अनि पर्मानेन्ट जस्तै बुटवल 10 कालीगञ्ज पर्मानेन्ट यो लेख्न पर्यो होइन। यो मेरो चाहिँ फिक्स होइन है साथीहरू, मैले जस्ट एउटा उसमा सर्वेक्षणको लागि मात्रै राखिदिएको छु। यो जस्तै तपाईँको टेम्पोरेरी एड्रेस यहाँ राख्नुहोस्, पर्मानेन्ट यहाँ राख्नुहोस्। यदि तपाईँ टेम्पोरेरी र पर्मानेन्ट सेम छ भने सेम राखिदिए हुन्छ। अनि हाल काम गरिरहेको छ होइन, यदि तपाईँ काम गर्दै हो भने त्यो व्यक्ति है जसको फर्म भर्नुभएको छ त्यो व्यक्ति जुन पढ्ने स्टुडेन्ट हो भने स्टुडेन्टमा राखिदिनुहोस्, किनभने एसएससी पास गरिसकेपछि सकभर स्टुडेन्टै हुन्छ होइन। यदि +2 गरेको छ अरू पढेको छ भने त्यसले मात्रै अलिकति जागिर गरेको हुनसक्छ। अनि त्यसै गरी यहाँ इन विच लोकेसन डु यु वान्ट टु, यसले के भन्छ भने तपाईँले अथवा त्यो व्यक्तिले जसको फर्म यहाँ भर्नुभएको छ त्यो व्यक्तिले कहाँ पढ्न खोजिरहेको छ त्यसको लोकेसन दिनुहोस्। लोकेसन दिँदा के गर्नु भन्दाखेरि हजुरहरूले सर्वप्रथम अब के गर्नु पर्यो, जस्तै म्युनिसिपालिटी लेख्नुहोस्, वडा लेख्नुहोस्, अनि जिल्लाको नाम। जस्तै मैले यहाँ बुटवल 10 अनि त्यसै गरी बुटवल 10 रूपन्देही बुटवल 10 यहाँ 10 वडा नम्बर नलेखे पनि भयो, बुटवल सिटीको नाम लेख्नुहोस् अनि जिल्लाको नाम लेख्नुहोस् हुन्छ। अब यो तपाईँहरूले जता पाए यता लेखे पनि भयो उता लेखे पनि भयो, तर सुरु जिल्ला र सिटीको नाम जस्तै कोहीले यहाँ वीरगञ्ज होइन, त्यसपछि वीरगञ्ज कुन जिल्लामा पर्छ त्यहाँ लेख्नु पर्यो। अनि नेपालगञ्ज बाँके बर्दियाका साथीहरूले यहाँ सिटीको नाम के रहेछ त्यो लेख्ने, बाँके बर्दिया। दाङका साथीहरूले तुलसीपुर दाङ लेखिदिए हुन्छ। घोराईका साथीहरूले फेरि यहाँ घोराही अनि त्यसपछि दाङ त्यस्तो ठाउँ लेखिदिए हुन्छ। अनि अर्को छ यहाँ डिग्री, अहिले ऊ कति पढेको छ भर्खरको हो भने एसएलसी अथवा एसइई, पहिला पढेका साथीहरूको एसएलसी थियो, अहिले एसइई भइसकेको छ। त्यसले गर्दा उहाँहरू यदि +2 गरेछ +2 अनि ब्याचलर गरेछ ब्याचलर, अब कुन लेभलबाट उसले अब प्रविधि पढ्न खोजिरहेको छ, कति पढिसकेको छ त्यो एक्ज्याक्ट लेखिदिनु होला। र अर्कोमा वाइ डु यु इन्ट्रेस्टेड इन ट्रेनिङ, यसले यो रोजगारीमा गरिसकेपछि किन चाहिँ यो इन्ट्रेस्टेड छ भने छ है, तपाईँले तालिम लिन इच्छा किन राख्नु भएको छ। जस्तै भनेको स्वरोजगार भन्ने, अथवा यसलाई त इङ्ग्लिसमा लेखे पनि भयो अङ्ग्रेजीमा लेखे पनि भयो है। यसमा चाहिँ इङ्ग्लिस र नेपालीमा जुनसुकैमा लेखे पनि भयो। यहाँ तपाईँहरूले नेपालीमा जस्तै टाइप गर्न चाहनुभयो भने त्यतिखेर टाइप गर्न मिल्छ, मोबाइलले सजिलै मिल्छ। उसमा पनि तपाईँहरूले यदि उसबाट गर्नुहुन्छ भने कम्प्युटरबाट, त्यसमा के गर्नु पर्यो भने तपाईँहरू युनिकोडमा लेख्नु होला। यहाँ अरू कुनै फोन्ट काम गर्दैन, युनिकोड मजाले काम गर्छ है। अनि त्यसमा जस्तै यहाँ मैले लेखिदिएछु रोजगारी अथवा जागिर गर्नको लागि अथवा स्वरोजगार गर्नको लागि, व्यवसाय गर्नको लागि है। व्यवसाय गर्न मैले यहाँ लेखिदिन्छु है, व्यवसाय गर्न अथवा स्वरोजगारी। स्वरोजगारी हुन, व्यवसाय गर्न, स्वरोजगारी हुन, अनि वैदेशिक रोजगारीमा जाने, जेसुकै लेख्न पर्यो है। त्यो रिजन यो पढेको कारण के हो, म आफै सिकेर नयाँ कामहरू गर्नेछु भन्ने पाउनुभयो होइन। त्यसै गरी तपाईँहरूले यो कुरा नछुटाउनु होला है त। अनि यति गरिसकेपछि यहाँ एप्लाई भन्ने बटन छ, यहाँ एप्लाई गर्ने बित्तिकै तपाईँले बढीमा लेख्नुपर्छ म आफ्नो देशको सेवा गर्ने, अथवा आफ्नो छरछिमेकमा सेवा व्यवसाय गर्ने बिग्रिरहेको कारण केही न केही रिजन हुन्छ यो पढेको
तपाईहरूले चाहिँ यो काम गरिदिनु भयो भने यति मात्रै भर्ने हो है साथीहरू, यहाँ धेरै छैन। यति भरिदिनु भयो भने तपाईँहरूको मजाले पुग्नेछ। त्यहाँ अनि तलतिर यहाँ एप्लाई भन्ने बित्तिकै त्यो गएर सक्सेसफुल हुन्छ, सेभ हुन्छ, त्यो रेकर्डमा आउँछ। यति मात्र गरिदिनुहोस्। अरू केही कन्फ्युजन छ भने सोध्नु होला। अहिलेको लागि यति नै हो। अहिले यहाँ म क्लोज गर्छु। एप्लाई गरेँ भने यो फेरि डाटा त्यहाँ रेकर्डेड हुन्छ होइन, त्यही भएर मैले एप्लाई गरेन अहिलेको लागि। अब मैले यसलाई अहिले यहीँ क्लोज अप गर्छु। र अर्को यहाँ तपाईँहरूले बिलिङ गरिरह भने सोच्नुभयो होला के हो र यो खास होइन। अब यहाँ जानुभयो भने यहाँ हल्का भनिदिन्छु म। यहाँ रहेछ भने तपाईँहरूले केही दिन अगाडि एउटा फर्म भर्नुभएको थियो होइन। तपाईँ रोजगारीको लागि यहाँ यदि तपाईँ उस हो कामदार हो भने रोजगारी खोजी हुन्छ, रजिस्टर गर्नुपर्छ। यदि होइन भने यदि उसको हो के तपाईँले रोजगारदाता हो भने त्यहाँ हेर्नुहोस्, हाम्रो यो अलरेडी प्रोफाइलहरू यहीँ बनेको छ है। यहाँ मेरो छ, यहाँ सबै साथीहरूको छ है। आफ्नो आफ्नो चेक गर्नु होला। सबैको अनइम्प्लोइमेन्ट छ। यसमा कोही साथीहरू काम गरिसकेको हुनुहुन्छ, उहाँहरूले अब सरहरूलाई जानकारी दिनु होला। मैले जागिर गरिरहेको छु यो सेक्टरमा। यो अनइम्प्लोय भन्ने जुन बिलिङ गरिरह यसलाई हामीले इम्प्लोइडमा चाहिँ कन्भर्ट गरिदिनुहुन्छ सरहरूले, हामीले गरिदिन्छौँ भन्ने कुरा छ। यहाँ सबैको छ। अब कसको छैन त्यो तपाईँहरू एकचोटि हेर्नु होला। आफ्नो लगभग प्री डिप्लोमा पास भएको सबै विद्यार्थीहरूको यहाँ अलरेडी रेकर्डेड भइसकेको छ है। आजलाई म यति नै भन्दै आजको यहीँ सबैको रहेछ है साथीहरू। आजको लागि भिडियो यहीँ अन्त गर्न चाहेँ। त्यसको निमित्त तपाईँहरूले फेरि पनि भनिदिन्छु, वेबसाइट नबिर्सनु होला। यहाँ अलरेडी आइरहेको छ होइन, rci.org.np। यति क्लिक गरिसक्नुभयो भने कुनै पनि ब्राउजरबाट तपाईँहरूले यो भित्र छिर्न सक्नुहुन्छ। ल आजको लागि यति नै। हस्, धन्यवाद।